हेलो एन्ड नमस्ते सबैजनालाई धेरै पछि स्वागत गर्दैछु फेरि पनि मेरो युट्युब च्यानलमा हैन। आज चाहिँ लङ टाइम पछि भिडियो बनाइयो। अब भिडियो लङ टाइम पछि भिडियो बनाइयो भन्दा नि दुईटा बनाएको थिएँ, त्यसपछि आजै हो। आज पनि यसो स्पेसल थियो, कहीँ जान लागेको थियो डे 1 भन्ने ठाउँमा हैन। उला कम्बे समथिङ त्यस्तै के छ। यहाँ दाइ दिदी म सुरज यहाँ रेडी हुँदैछ। सुन तिम्रो टाउला हेलो पर्सनल कुराहरू पर्सनलै हो कि दोस्त अहिले भन। हामी चाहिँ को जाँदैछौँ भने हामी चाहिँ अब सुरज र म त भइहाल्यो। यहाँ दिदी हुँदै दिदी हाई हाई दिदी रेडी हुँदै हुनुहुन्छ। अनि अनि हाम्रो दाइ दाइ हेलो हाउ आर यु? आई एम फिलिङ भेरी वेल थ्याङ्क यू। भेरी वेल तिनचोटि ल हाम्रो अर्को अनवेल साथी सबैजना वेल अनि हाम्रो प्यारो अनवेल साथी यता हेर सी इज भेरी अनवेल। हामी यति चाहिँ जाँदैछौँ र अर्को पनि एउटा दिदी आउँदै हुनुहुन्छ। स्टे ट्युन। ल हामी चाहिँ हिँड्न लागेको होइन। दाइले चाहिँ अब पुरै घर चेक गर्दै हुनुहुन्छ। हामी चाहिँ यति जाँदैछौँ र एकजना सिस्टर आउँदै हुनुहुन्छ। दिदीको सिस्टर है मेरो चाहिँ होइन। दाइ ला साथ छ दाइ कहाँ जानु भनेको छिटो आउनु न। ल हामी चाहिँ अब ट्याक्कै यहाँबाट हिँड्दैछौँ उलिजबाट प्याडिङटन होइन प्याडिङटनबाट चाहिँ हाम्रो ट्रेन छ। त्यो ट्रेन आधा ट्रेन हामी चाहिँ एउटै स्टेसनसम्म मात्रै जान्छौँ दिदीहरूलाई पुऱ्याउन। त्यसपछि दाइरामा छुट्टै जान्छौँ, दिदीहरू छुट्टै जानुहुन्छ होला। यो भेट्दै गरौँला नि। हामी चाहिँ भर्खर हिँडियो होइन। अब के कस्तो हुँदैछ सुरज? हामी भर्खर गाडी बुक गरियो होइन। ड्राइभिङ दाइ के छ कस्तो? अहिले भाइ ठिक छ। दाइ चाहिँ आज एकदम फोकस। अब सुरु हुन्छ हाम्रो ट्रिप चाहिँ लगभग बल्ल सुरु हुँदैछ। अलिकति झ्याउ चाहिँ कस्तो भयो भने हल्का क्लाइमेट चाहिँ अलिकति खराबै छ, तर केही छैन। हामी जहाँ भने जे भने रमाइलो गर्ने होइन जसरी पनि हामी ठिक छ। म बिस्तारै अब यो बल्ल अब ब्लग बनाउँदै गर्छु। बिचमा अलिकति यताउता धेरै भइयो थियो क्या। मेरो गाडी बुक गर्ने यता दिदीहरू फेरि छुट्टै जाने त्यो प्रब्लम अलरेडी भइरहेको थियो। ठिक छ अब चाहिँ स्वयं आउँछ है फेरि। गाडी बुक गरेको डिपोजिट नै 2000 थियो क्या। Oh my God अलिक 2000 पाउन्ड यहाँ अलि बडी फ्लेक्स गरे जस्तो हो दोस्त। केही छैन। There's nothing होइन। There's nothing. That's nothing in front of साथीभाइहरू। हामी चाहिँ होइन भर्खर आइयो अनि बिचमा कस्तो भयो भन्दाखेरि गाडी अलिकति अनकम्फर्टेबल भयो जस्तो भयो। दाइलाई पनि चलाउन हामीलाई पनि कस्तो त्यो खै के भयो टाइपको भयो होइन। अनि त्यही भएर भर्खर गाडी चेन्ज गऱ्यौँ। अब अहिले चाहिँ 6 सिटर लिग्यौँ, 7 सिटर। अनि अब हामी यहाँबाट जाँदैछौँ। अब 5 मिनटमा दिदीहरूलाई भेट्छौँ। त्यसपछि चाहिँ हाम्रो घुम्ने कार्यक्रम हल्का सुरु हुन्छ। पानी परिरहेको थियो बिचमा होइन, तर अहिले अलिकति पानी कम भयो। हल्का यसो घाम लाउला जस्तो भयो। लेट्स सी होइन। होप फर द बेस्ट। प्रे फर आशिष है। #प्रे फर आशिष। अब हामी जाँदैछौँ बिस्तारै। सुरज चाहिँ गर्लफ्रेन्डसँग हल्का बिजी छ होइन। नमस्ते मेरो साथीभाइहरू। फाइनल्ली हामी चाहिँ दिदीहरूलाई भेट्यौँ। उहाँ मेरो साथी, उहाँ मेरो झन् बेस्ट फ्रेन्ड सुरज होइन। अब म त नि मेरो लग दिदी हो नि त। दाइ कस्तो अनुभव भइरहेको? हामीले गाडी चेन्ज गऱ्यौँ। हामीलाई त सिट कम्फर्टेबल लागेन क्या। अनि त्यसपछि गाडी चेन्ज हान्यौँ। के गर्ने पैसा धेरै। अनि अब हामी जाँदैछौँ। We don't care. Lot of money. दिदी के भन्न चाहनुहुन्छ तपाईँ? एकदमै लट अफ मनी। दिदीले चाहिँ स्पेसली दाइलाई डेन्जर मिस गर्नुभएको थियो। हेप्न तान्नु नि दाइ ब्लगमा। तर केही छैन। ल हामी चाहिँ अब लिडल जान्छौँ, त्यसपछि कारे मम्ते घुम्न जाने, त्यसपछि
Lovely village. लभली भिलेज Lovely. है अब लु सुरु गरे लभली छ नि त त्यो भिलेज हल्का रोगा लागेको छ मिलाएर बुझ्नु ल हामी सिधै त्यहाँ जान्छौँ होइन साई- हजुर हजुर बाबु ल बाबु हेलो साथीभाइहरू हामी चाहिँ भर्खर अब आइपुग्यो होइन vlog is going over there. भर्खर आइपुग्यो हामी चाहिँ अब के अरे रुममा भन्नाले घरमा जे होस् राम्रो रहेछ यो चाहिँ क्याराभ्यान हाउस होइन कति त्यो अलिकति एक्सपिरियन्स लिउँ भनेर लिएको तर राम्रो हुँदो रहेछ कस्तो मजाको बेड छ है अनि हाम्रो किचन म त बब्बा लागेछ भाइ आइ एम सो एक्साइटेड गीत बजेसी बल्ल भिडियो गर न अनि कस्तो लाग्यो दोस्त बवाल पहिला नाच्नु पर्यो नि त गीत बजेन कि गीत दाइ कस्तो लाग्यो बवाल दामी है बवाल लाग्यो त्यस्तो सही एक्सपेक्टेड भन्दा राम्रो ड्राइभिङ कस्तो भयो त ड्राइभिङ इट वाज हैन इनिशियली इट वाज सो स्केरी अँ I was panic, but I controlled myself, and later on, I dragged so smoothly. it. It was very nice. एक्सक्युज मी कस्तो गर्नुभयो त दाइले सबैलाई सोध्नु होला कस्तो लाग्यो हजुरलाई घर Excellent. डर लागि लागेन ढुकढुक भयो One. अनि हजुरलाई ड्राइभिङ कस्तो लाग्यो Good. Good for a first timer though. Yeah. ल उहाँलाई राम्रो लाग्यो भनेपछि मलाई पनि राम्रो लाग्यो है मेरो इन्टरभ्यू हो आइ एम सो प्राउड अफ माई हस्बेन्ड वेल डन माई बुढा अनि सकिने रहेछ भनेर थाहा पायो। चट 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 नाच्नु नि दिदी हल्का फुल्का घुमघाम भयो साथीभाइहरू होइन हल्का फुल्का घुमघाम भयो भाइ दे आर बिजी अनि हल्का फुल्का घुमघाम भयो अब यसो खानपिनतिर पनि लाग्नु पर्यो नि त होइन खाइपी यसो पी भन्नाले ओन्ली सफ्ट ड्रिङ्क्स नो हार्ड ड्रिङ्क्स हामी त्यस्तो खाँदैनौँ दाइले मात्रै हो कहिले काहीँ त्यही पनि अहिले दाइ ड्राइभ गर्दै हुनुहुन्छ नो ड्रिङ्क अनि हामी चाहिँ भर्खर यो के अरे आस्थाबाट ट्याक्क सपिङ गरियो आज हल्का फुल्का ग्रिल स्रिल हुन्छ होला के छ दाइ कस्तो कस्तो भाइब आइरहेको तपाईँलाई एकदम मलाई कहिले गएर बियर खाउँ जस्तो भइरहेको अनि आज दाइले जाऊ टेन्सन भयो जे होस् ठिकै छ रमाइलो भयो आज पार्कतिर गयो यताउता गयो होइन तर अलिकति क्लाइमेटले गर्दा चाहिँ मैले गर्न भ्लग चाहिँ बनाउन पाइनँ अनि यहाँ म के अरे गाडीमा नि मेरै यो उस कनेक्ट गर्नुपर्ने भएर भ्लग पनि राम्रोसित बनाउन पाइनँ होइन तिम्रो गाडी कुन हो त्यो पनि देखाइदेऊ अब हाम्रो गाडी चाहिँ अब कुन हो दाइ अब म बाल्छु नि त ओके हाम्रो गाडी चाहिँ यो हो होइन दाइले चाहिँ आज बवाल राइड हान्नु भयो होइन बिचमा गाडी पनि चेन्ज गर्न परेर नि अलिकति टाइमिङले नै जाऊ हो जस रमाइलो भइरह म अलिकति ट्युन हुन पाएन है होइन सपिङहरू भयो यस्तो हल्का फुल्का भयो होइन अब जति क्लिप हाल्न पाइयो के छ र हामीसँग अझै 2 दिन अझै पनि छ बेलुका नाइटमा पनि छ रमाइलो हुन्छ होइन हेर्दै गर्नु होला अहिलेसम्म बोरिङ भएको भयो भने बोरिङ नमान्नु होला दाइ के गर्ने रे अब कनेक्ट गर्नु पर्यो नि त तिम्रो कनेक्ट हुने दाइ आज ह्यान्डसम ए देखियो भाइ कमेन्ट नगर्नु छिटिन यता हेर्नु न एकचोटि हाँस्दिनु न यो भयो कि यार हाँस्दिनु न एकचोटि ल ल ठिक छ See you. बाइ ल दिदी हाँस्दिनु नि तपाईँ नि एकचोटि ल तँलाई हाँसाउनु छु मैले Hello guys. हाम्रो यहाँ मसरुम चल्दैछ यता ब्रोकोली पास्ता हुन खोज्दैछ पास्ता भन्नु खोज्दैछ यो चलाइ बहिनी तिनटा गर्नु अनि यता के चल्दैछ जुवा तास चल्दैछ यो भाइको
फाइनल्ली खाने टाइम भयो होइन दाइ कस्तो हुँदैछ मलाई किन यति धेरै फोकस गरेर तपाईँ त आजको हाम्रो मेन खेलाडी अनि त्यति म अहिले यसमा थप्छु म यो कोकवालामा हाल्छु कि के भयो दाइलाई हाम्रो चाहिँ चिकन भयो होइन रेडी भयो अब यस्तो यो चाहिँ एप्पल जुस यति 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 थोरै थोरै सिरिप सिरिप खाने होइन त्यो एप्पल जुस है त्यो छ होला नि त नराम्रो केही पनि होइन जस्ट म ल्याउँछु पनि बस्छु त्यहाँ कस्तो साथीभाइहरू हामी चाहिँ अब भर्खर बिहान उठेर अहिले बिहानको 8 बजिरह भर्खर सबै उठ्यौँ अनि दाइ म सुरज छौँ अब हामी यस्तो खतरनाक गेम खेल्न जाँदैछौँ होइन त्यहाँ चाहिँ अब त्यो चाहिँ गोप्रोमै गरिन्छ होला सायद त्यो पनि म देखाउँछु खतरनाक गेम छ क्या खतरनाक एक्टिभिटी छ त्यो चाहिँ हामी गरिन्छ अब रमाइलो हुन्छ जे होस् भेटौँला फेरि त्यहाँ ल सी यु देयर हेलो साथीभाइहरू हामी चाहिँ आयो होइन अब चाहिँ हामी ट्याक राइड हानिन्छ राइड के हान्ने रे साथी राइड हानिन्छ होइन तर भित्र गोप्रो सोप्रो चाहिँ लान पाउँदैन अरे लान नपाउने जस्तो कुरा हो त्यही भएर अलिकति सेन्टी भयो त्यो कुराले चाहिँ केही छैन अब ट्याक्क रेनकोट सेनकोट लाइन्छ गरिन्छ होइन सेयो जति सकिन्छ त्यो भिडियो हालिदियो म चाहिँ के सोचेको थिएँ नि हाल्छु के अरे भिडियोहरू चाहिँ ट्याक्क गोप्रोमा बनाएर हाल्छु अन्त लिएर आएको पनि थिएँ तर भएन मिलेन तर ठिकै छ नभए गरिन्छ जतिसम्म भिडियो रमाइलो हुने भयो क्या आजको राइड यहाँ पछि फेरि बिच जाने बिचबाट फेरि एउटा लभली भिलेज कता कता जानु छ धेरै आज घुमघाम डह्रो छ हाम्रो माउन्टेनी राइड हान्ने रे होइन ओके पिस ल साथीभाइहरू हाम्रो चाहिँ ल ट्याक्क सुट पनि भयो दिदी तपाईँ नगर्ने म हेर्ने अनि कहिले गरिदिने भिडियो गर्नु परेन त्यो पनि दाइ रेडी म सेक्रिफाइस गरेर तपाईहरुको I'm on लागि it. सेक्रिफाइस साथी एक्सप्रेस अब हानिन्छ के राइड हानिन्छ मेरो आयो यहाँको मार्केट यस्तो छ पानी घाम नलागे पनि हावाहरू चलिरह हावा चले पनि यस्तो बिजी छ बल्ल बल्ल पार्किङ पायो होइन अलि अगाडि छ बिच अब भोक लाग्यो रे खाजा खाने रे उहाँलाई चाहिँ हामीलाई चाहिँ अलिअलि भोक लागेको थियो उहाँलाई चाहिँ अलि धेरै लाग्यो रे अनि औषधि नै खानुपर्छ के रे उहाँले त्यतै हेर्नु त उहाँले औषधि नै खानु लो नमस्ते 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 के छ आउँदै के छ हामी चाहिँ अब सौडा देखेको थियो भेट्यो मलाई हामी चाहिँ बिचमा आएको दाइदिदीहरूलाई कमिङ अन द वे उता आउँदै हुनुहुन्छ अब खाजा नि टन्न खाइयो अब स्याट्ट लगाएर बिचमा रमाइलो गरिन्छ ओए मेरो ओ फोहोर भयो यार छ्या हिलै भयो के हेर लात्तल्ला हान्न झन् कस्तो रहेछ यो त कस्तो रहेछ है यो रिसिट्ने कुदाएर लगाउँदै के भन्छ उडायो तर राम्रो रहेछ यो के अरे यो बिचको नाम उला खम्बे बिच ओ माई गॉड लाखम हेलो नमस्ते वेलकम अगेन विथ माई फेभरेट टोपी बिच गयो पौडी सौडी खेल्यो हल्का फुल्का जाडो हो अनि अहिले फेरि कपडा सपडा चेन्ज गरेर हामी फेरि अर्को यसलाई के भन्छ अरे हार्बर त्यहाँ आइपुग्यौँ इल्फाकम हार्बर अनि यहाँ चाहिँ यसो सिपहरू राख्ने ठाउँ रहेछ यहाँ चाहिँ यस्तो बबाल तर यो के हो के को स्टोरी एक्ज्याक्टली थाहा छैन अब यो बुझ्न हामी जाँदैछौँ यहाँ एउटा स्टोरी लेखेर त्यो पढ्न जाँदैछौँ यस्तो बबाल छ कि यो ठाउँमा ब्याक क्यामेरा गरेर देखाउँछु होइन बबाल छ कि अति बबाल छ कि अति बबाल त्यो बिच भनेर ठ्याक्क पौडी खेल्ने मात्र होइन कि यो डिफ्रेन्ट भाइब दियो कि यसले चाहिँ ठ्याक्क फिसिङ गरिन्छ अब हामी होइन
कस्तो कस्तो भइरह Heaven, it's a heaven. दिदी 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 हजुर दिदी हजुर कस्तो भइरह कस्तो लाग्यो तपाईँलाई कस्तो दामी भयो है एकदमै राम्रो छ यहाँ हेर्नु त यहाँ स्ट्याचु यस्तो जान्दा अनि यस्तो लन्डन देखिन्छ त नो नेभर हजुरलाई कस्तो लाग्यो साथी साथी हजुरलाई कस्तो लाग्यो अहिले एक्सप्लेन गर राम्रो दोस्त के अरे दामी छ यो त है यो झन् दामी लाग्यो यो झन् है यस्तो के बिचको एक्सपिरियन्स छुट्टै र यसको एक्सपिरियन्स छुट्टै है बबाल है के गफाने यसले दाइले के गफाने तिम्रो यो टोपीको बारेमा तिम्रो भ्लगमा भन्छु तिमीले हैन यो डाँडामा के देख्यौ ल भन त यो डाँडामा ए जुम नगर न जुम नगर न हो ल ल हेर्नु न कस्तो क्लियरली देखियो नि त यो थाहा छैन नि त नभनम त ल के देख्यौ ल भन त क्रोकोडाइल होइन कस्तो क्रोकोडाइल होला ल भन त यो डाँडामा एलिफेन्ट सुतेको एलिफेन्ट रे के यो के रे एलिफेन्ट अनि के त नि एलिफेन्ट अब स्लिपिङ एलिफेन्ट रे के ए ल गाइज है यो त स्लिपिङ एलिफेन्ट हामीले त भनेको कि यो टाउको भयो हैन यो टाउको भयो यो अगाडि खुट्टा या आई गट इट के हो भनेर भनेपछि हैन यो ल साथीभाइहरू होइन यो चाहिँ एलिफेन्ट रे ल हात्ती अरे भनौँ न सही हो यार हो त है यो ठाउँको नामै हात्ती अरे क्या अब इङ्ग्लिसमा मिलाएको मैले मिलाएको उसहरू चल्दैछ ओ दिदीको पोज चाहिँ बवाल बवाल आइरहेको होइन अनि पछाडि हात्ती दिदी तपाईँहरूले यो के देख्नुभयो ए सबै थाहा भइसकेको छ अनि लास्टमा मलाई सोधा रहेछन् ल ठिकै छ साथीभाइहरू नमस्ते हामी चाहिँ स्टिल हात्तीमा छौँ है हात्तीमा तर यता टपमा आइयो है यस्तो बवाल देखेर यस्तो बवाल के सुरत हात्ती देख्यौ हात्ती मैले देखाएको थिएँ हात्ती बवाल वा हामी चाहिँ अहिले टपमा आयौँ होइन म फेरि ब्याक क्यामेरा गरेर देखाउँछु One second. हात्ती यो ढोका चाहिँ यो घर चाहिँ होइन खै के समथिङ के हिस्टोरिकल समथिङ के चिज हो यिनीहरूको होइन यो ब्रिटिसहरूको तर बन्द रह क्या यो खोल्न पाए सही मजा हुन्थ्यो होइन अब म चाहिँ यहाँ चाहिँ खत्रै टपमा छु है यस है बबाल रहेछको अति बबाल के यो हाम्रो प्लान्ट ठाउँ नै होइन है तर हाम्रो यो प्लान्टवाला ठाउँ नै होइन तर पनि अति बबाल के कसम डेडली छ कि डेडली है बबाल मन त छोडेर जानै मन लागेन क्या त्यस्तो भयो मेबी हामी भोलि हिजो आयौँ होइन हिजो नि घुमियो आज नि घुमियो भोलि फर्किने प्लान छ तर मनै छैन कि तर अहिले थाहा छैन सबैको छुट्टी चाहिँ एक्ज्याक्ट मिलाएन मेरो चाहिँ मिलिरहेको छुट्टी होइन मिल्यो भने त भोलि नै बस्दिने यो बाल होइन मर्नी लट्स अफ मर्नी है दाइ फेरि अब छुट्टै भ्लगर किनकि लास्टै धेरै पैसा क्या मसँग त टु मच कस्तो पैसा भने म 1 महिना बसिदिन्छु क्या ए हो 1 महिना होइन म घरै किनिदिन्छु क्या मसँग चाहिँ डेढली पैसा के गर्ने है साथीभाइहरू डेढली पैसा छ यो चस्मा उहाँको चस्मा है लास्ट राम्रो यस्तो डिस्टर्ब हुन्छ होला यो बवाल रहेछ अनएक्सपेक्टेड ठाउँ हो तर अति बवाल हो ठिक छ जे होस् अब हामी फेरि यहाँबाट कोब्ले भिलेज गइन्छ होला वाउ अमेजिङ हेलो साथीभाइहरू होइन हामी चाहिँ लभली गार्डन चाहिँ आज गएन भर्खर घर आएको होइन यो लभली गार्डन र लभली भिलेज गएन किनकि गएन अब यसो बेलुका दिनभरि घुमियो बेलुका पनि यसो रमाइलो गरौँ
फेरि उता गयो भने उतै भुलिन्छ बरु बार्बिक्यू सार्बिक्यू गरौँ भनेर च्याच्च लागेर आगो बल्दैछ यहाँ बिना दाइ अगाडि दाइले आज चाहिँ दिनभरि ड्राइभ गरेर दाइ पनि टायर्ड हुनुहुन्छ हामी पनि अलमोस्ट टायर्ड छौँ है सुरतमा चाहिँ दामी पौडी खेल्ने जस्तो जाडो भयो नि तर केही छैन अब ट्याक्क बार्बिक्यू सार्बिक्यू गरिन्छ पोर्क म्यारिनेट भइसक्यो अब हुन्छ यहाँ एकछिन पानी सारी चल्छ अनि त्यसपछि फेरि भोलि पनि हामी सायद वी आर प्लानिङ टु स्टे इन बाथ बट नट स्योर हामी चाहिँ भोलि हाम्रो बाथ गइन्छ बिहान लभली भिलेज पसेर त्यताबाट भोलि चाहिँ हाम्रो गाडी ड्रप अफ गर्नुपर्ने हुन्छ किनकि यो विकेन्ड प्लस यो के अरे इस्टरले गर्दा अनि यो गुड फ्राइडे यताउतिले गर्दा अस्ति हामीले गाडी चाहिँ लिग्यौँ तर लिग्न चाहिँ मिल्यो होइन तर उनीहरू अब बन्द हुने रे अब डाइरेक्ट उनीहरू लिगेन भने 4-5 दिन बन्द हुने त्यो कम्पनी के यहाँलाई झन्झट रहेछ क्या त्यो भएर भोलि ड्रप अफ गर्नै पर्ने हुन्छ अनि त्यहाँबाट हामी